मगर गाउँबाट देवीथान जाने बाटो, देवीथान हुँदै ठकुरी गाउँ जानको लागि हामी यो बाटो प्रयोग गर्छौँ सर्टकट, किनभने हामी 2 मिनेटमा यो पुग्छौँ। अब यो बाटोबाट हामी सर्टकट रूपमा प्लटिङ आइसकेको छ। यो चाहिँ हाम्रो उता मगर गाउँ देउराली डाँडा, यो चाहिँ ठकुरी गाउँ। ठकुरी गाउँ हाम्रो यहाँ बाटो अलि पहिरो गएको भएर अप्ठ्यारो छ, त्यसलाई हामी गाउँघर हुर्केका भएर यो चाहिँ हामी सजिलै गर्छौँ। अरू चाहिँ यो बाटो हिँड्न मुस्किल हुन्छ। खुर्सानीको खेती अब अघि आएको बाटो अनि पछि मेरो बाइक अलि माथि राखेको छ। यहाँ हामी अप्ठ्यारो बाटो पनि पुग्छौँ। यो हाइकिङ मजाको पनि हुन्छ। वेट फापर, यो मिठे फापर माघे सङ्क्रान्तिको लागि 2 पाटा देखियो। यहाँ पनि खुर्सानी खेती, फापर बेसार, कोदो, फर्सी चाहिँ हाम्रो दाजुको रहेछ, सरसफाइ गर्ने दाइ ठकुरी गाउँ गर्नुहुन्छ। उहाँले चाहिँ वातावरण सफाइ अभियान र आफ्नो सानो यसलाई फोहोरलाई मोहरमा बदल्नु भएको छ। दाइलाई धेरै धेरै धन्यवाद, किनभने यो छटपस्टलाई एकीकृत गरेर नगदमा आम्दानी गर्नुभएको छ। अब बल्ल मेरो बाइक आयो। अब यो चाहिँ ठकुरी गाउँको पिच। हस् त, आजलाई सम्पूर्ण भिडियो हेरिदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु।